समाचारमा हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरुबाट। श्रम संस्कृति पार्टीको घोषणापत्र, अनिवार्य श्रम र श्रमदानलाई राष्ट्रिय अभियान बनाउने घोषणा। मतपत्र सहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाउँदै नेपाल राष्ट्र बैंकले 9 अर्ब 35 करोड मुद्दती निक्षेपमा लगानी गर्ने। राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश। बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ। कार्यवाहक प्रमुख आयुक्त भण्डारी। बंगलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्र मन्त्री सहभागी हुने। नेप्से 8 अङ्कले घट्दा 3 वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट। टी20 विश्वकप युएलाई हराउँदै अफगानिस्तानको पहिलो जित। राजस्थानमा पटका कारखानामा आग लागि 7 मजदुरको मृत्यु। थापा 5 का उम्मेद्वार ओली र शाहको एकसाथ घर दैलो। रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता नहुने आदेश। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।